हिजोको भन्दा त ग्यासै बोल्दैछ है टक्क अनि उताटी गाला दिनदिनै कन्टिन्यू आइरहेको छ। हेरिदिनु होला होइन कस्तो भइरहेको छ हजुरहरूले यसो कमेन्टमा भनिदिनु होला होइन। अनि आज चाहिँ मैले बिहान बिहानै कति वर्ष पछि यार कटर खानु लाग्यो होइन। हजुरहरूले कस्तो लाउँछ होइन बेस्ट लाउँछ होइन कत्रा हुन्छ तर कति वर्ष पछि यार फर्स्ट टाइम खानु लगाइरहेको फेरि मैले अब फर्स्ट टाइम खानु लगाइरहेको एकदम मिठो छ होइन। अब हिजोकै पारा हो त्यहाँ क्र्याकै त्यो फर्सी छ अनि कुकरमा चिट्ठी हाल्नु कुकर धुनुपर्ने हुन्छ पहिला सुरुमा टक्क लाएर सडकसँगलाई चटचक्क धुने होइन। त्यही हो नि अन्त मौसम चाहिँ दामी अन्त कत्रा खाने आजको झन् आजको बवाल छ यार हिजोको भन्दा त हेर्नु न बवाल देखियो त खतरा छैन त दामी खाने सक्छ त नि र हाम्रो एउटा कुरो यार हाम्रो फेरि यता कुखुराले हेर्नु न चल्लाहरू पारे उयो हेर्नु न खतरा खतरा पारे यार बवाल छ त दामी छ त। त्यही अब म चाहिँ धुनुपर्छ है यहाँ चाहिँ ग्यासै भइयो यार अब तनाव अन्त ग्यासै भइयो यार। So sorry, I wish I could do something but I can't. I don't know what to do. ल्याङ भयो ल्याङ धन्न भात चाहिँ पाक्यो अब तरकारी पकाउनको लागि हाम्रोमा यस्तो घाम छ मुनिको तनामुनि हाल्छ कस्तो घाम छ अनि त घाम टल्केको ल्याङ भयो कस्तो भ्याइएको थिएन ग्यास पनि तरकारी पकाउनु पऱ्यो भने ग्यासै छैन कस्तो तनाव सिद्धेर बल्ल बल्ल आगो गऱ्यो बालेको बल्दै बल्दैन यहाँ बल्ल बल्ल बल्यो लाएर खरानी लाएर मैले चाहिँ बसालिदिइसकेको छु। बोल्दैछ है टक्क लाएर टक्कसँगले जुन हुन्छ बवाल छ है बवाल छ। गाउँतिरको बस्नुको फाइदै यही हो नि त नेचुरल भ्यू हेर्दै खाना पकाउँदै होइन च्यालेन्ज हान्न लाग्यो है लाएर पकाउनु पनि हुन्छ यसलाई चाहिँ चटसँगले पकाउनु पनि हुन्छ यसलाई पकाएर होइन चट्ट लाएर पकाउने नुहाएको जस्तै भइसकेको छ अघि भर्खरै नुहाएको यार फेरि गर्नेले यहाँ चाहिँ बनाउँदै हुनुहुन्छ हाम्रो दिदीले टक्कसँगले चट्ट लाएर ल त बनाउँदै हुनुहुन्छ नि लेकिन 1 सेकेन्ड ल गाई च्यालेन्ज सुरु भइसकेको छ ओए छिटो यहाँ भन्नै पाएन ल्याम कि ल्याम कहाँ हुन्थ्यो नि ए छ्या हेर न हामीलाई कालो लाउने बनाइहाल्यो नि कहाँ हुन्थ्यो छैन खाएको दुई गाछमा जाँदो रहेछ मम्मी यार पानी खानु पर्यो क्या Oh hell no! Whoa! Oh hell no!
ल त मम्मीले भ्याइसक्यो क्या अन्जु कहाँ हुने हो आधी पनि भएको छैन अहिले अन्जु तपाईँले रायो हँ राम राम छिटो खाएको मम्मी गाला खुजामा दाइ अब भुइँमा राखेर गाला तेर्छ सबै खाएछ नि यार टिपेर नि भ्याइसक्यो अन्जुरमा त फर्स्ट हुन्छ अन्जुरमा अब सक्यो नि टाढा लाउनु त टाढा लाउनु जानु लिएर आउनु तपाईँलाई चाहिँ नखेला भयो नि भनेर 100 रुपियाँ भयो यार मम्मीले त 200 रुपियाँ घोला खाएर खाइदिए सो भ्याइहाल्यो है हाम्रो च्यालेन्ज चाहिँ अब च्यालेन्ज त्यसलाई लाउनु पर्ने च्यालेन्ज हारेर अझै राम्रो छ टिटिन्डा धर्का लामो लामो यसरी लाउनु न तिनवटा निधारमा अनि उतापट्टि गालामा तिनवटा च्यालेन्ज हारेपछि यस्तै हुन्छ क्या एलर्जी हुन्छ कि मेरो त देखिँदैन होला बाँदर देखियो मलाई धेरै पैसा नि जाऊ पैसा दिनु पर्यो पैसा पैसा रोक्नु है त्यही हो होइन यस्तो अब उयो हारिहाल्यो है च्यालेन्जमा अलिक गर्मी पनि भयो क्या लास्ट त्यही गर्मी भयो अति गर्मी भयो क्या पैसा खासै धेरैको त होइन त्यही नि पैसा धेरैको त होइन पैसा पैसा कति भयो यार छ्या कालो मान्छेलाई झन् कालो लगाइदियो भने चाहिँ ल्याउनु पैसा पैसा पायो है यिनीहरूले छ्यार मम्मीले 20 रुपियाँ पाइहाल्यो अब अनि धेरै कसैले होइन नि त अब अर्कोचोटि झन् अलिक बढी हुन्छ नि त पैसा पाएर हाँस I don't know what to do. I'll try everything I've दाँत देखाएको बत्तीसी देखाएको फेरि भइसक्यो होइन अब हेर्नु न पानी आइसक्यो यार छ्या कति छिटो हो मौसम चेन्ज हुने त्यताबाट पानी आउनु लागिसक्यो यो त फेरि यस्तो घाम लागिरहेको यार हेर्नु न यस्तो घाम लगाइरहेको अलिअलि घाम लगाइरहेको उता पोखरातिर टक्कसँगले राम्रो बगाल देखिरहेको यतातिर कस्तो पानी पर्न लाग्यो यार अनि फेरि मकै उठाउनु आएको मकै पुरै उठाउनु पानी पर्न लागिसक्यो अब उठाउनु पर्छ है टक्कसँगले उठाउनु पऱ्यो है
च्यालेन्ज गर्दाखेरि फर्स्ट टाइम गरेको होइन कस्तो भयो हेरिदिनु होला भन्छु होइन म चाहिँ अनि कस्तो भयो होला भनेर चाहिँ हेरिदिनु होला अनि कमेन्टमा प्रतिक्रिया दिनु होला अनि दिन सक्नुहुन्छ यतातिर चाहिँ पानी परेर हावाहुरी लगाइसकेको छ टक्कसँग यो डेन्जर हावाहुरी लाग्यो उता माथिबाट हेर्नु पानी परिसक्यो होइन अनि आजको लागि लास्टैतिर भयो है आज खासै धेरै बनाइएन अब त्यति भयो होइन अनि सब्सक्राइब गर्न नभुल्नु होला भन्छु म चाहिँ अनि फेरि हेर्ने मात्र होइन सब्सक्राइब पनि गर्नु होला लाइक कमेन्ट पनि गर्नु होला सेयर पनि गर्नु होला धेरै होइन मलाई नि त्यस्तो भनेछ होइन अनि यस्तो बवाल छ यतातिरको मौसम चाहिँ त्यही हो आजको लागि यति नै हुन्छ लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको लागि बिदा हुन्छु हस्त बाई बाई हेर्नु न बब्बाल छ नि यस्तो हेर्नु त हावाहुरी लाएर ओहो बल्ल पो शीतल भयो यार अहिले त डेन्जर गर्मी गर्थ्यो